हरि हरि आज असार 14 गते भइसक्यो। पहिला त यतिखेर खेत रोप्नको धमाधम हुन्थ्यो। काँटा कोदाला कोदाली लिएर गएर आदि काटिन्थ्यो, रोपाइँ हुन्थ्यो यति बेला त। भोलि असार 15 छैन। अहिले जम्मैका खेत बाँझा छन्, के गरी खानु हो। अहिलेका केटाकेटी घर बस्ने होइनन्, कहाँ 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 कुद्छन्। भएका अलिअलि भएका नोकरी गर्ने भन्छन्, हिँड्छन्। त्यो खेत देख्दा आफूलाई विरक्त लागेर आउँछ। के हो दही चिउरा खाने दिन हो नि भोलि। हुन त छैनन् गाई लैना घरमा, आफूले घाँस काट्न सकिँदैन। ओइ पुतली, ओइ त्यो बोलले म पानी ल्याउँछु म। अनि तातो पानी तता पानी खानुपर्छ हौ चन्दन लाएर मैले। हो पानी के ला मरेछ पानी। ए के अरे ए पुतली, यो पानी चोखै हो, यहाँ थापेको रहेछ नि। थापेको ए अस्ति यो केटाहरूले म बनाएर ल्याइदिन्छु बा भने लगेर दोकानमा बेचेछन्। कसो गरेर घरमा लगेछन् बनाएर ल्याएर चाहिँ। अनि केटासँग खोसेर बनाएर ल्याएर टिभी हेऱ्यो। त्यो मेस्सी कि क्या हो, म्याक्सी कि के भन्छन्, त्यसले चाहिँ अलिक पारा ल्याएर त्यसले हानेछ गोली चाहिँ। अनि अब अलिक हेर्नु पर्ने। त्यो अर्का हो क्या हो, त्यो अन्डो हो कि के, रोनाल्डो कि के भन्छन्, त्यसले चाहिँ त्यति पारा ल्याएन। म्याक्सीले चाहिँ जितेछ, त्यसले चाहिँ को नि जित्छ होला। साह्रो चाखलाग्दो लाग्छ। म यो बुढेसकालमा भए पनि नि यो साह्रो फुटबल चाहिँ हान्छ नि। त्यो यसरी हान्छ नि। आइया हो आइया आइया ओए पुतली, के भयो बा, के भयो? त्यो मेक्सीको हनाइ एक्सिङ गर्दै आउँदै थिएँ कि। को हो मेक्सी फेरि? त्यो क्या हो गोली खेल्छ नि। मेस्सी हो बाबा, त्यो मेस्सी हो ए त्यो स्वर्ग्यो कि क्या हो। बुढेसकालमा चाहिँ के तपाईँ त्यो? अनि यहाँ बस्दै गर्नु, पानी तताएर आउँछ। तताए त्यो चौसुर छ हो, त्यो भुटेर पका ल। आयो दुख यो के हो, मर्क्यो कि क्या हो। आइए ओ पुतली, आइया यो धेरै सड्क्यो कि क्या हो। अलिकति खित्रिक्क लडेको थिएँ। तपाईँ पनि काम नपाएर ककसको एक्सन गरी बस्नुहुन्छ। अनि बिस्तारै सडक त गरिरहेको थियो। म सोध्छु एकछिन ल। त्यो तातो पानी लिएर हुन्छ, अनि अलिक भित्तामा त्यो बुढो अप्पोहरू के बनाए। हुन्छ, आराम गर्दै गर्नु ल। बाबा हौ पानी खानु पर्यो। ल्याइस। ठुली कस्तो तातो छ फेरि। अलि ठिक्कको थिएन यो यत्तिकै थियो नि त, सेलाउँछ नि। यो खुट्टो अलिक यो तान्दै अलिक ठिक हुन्छ कि क्या हो। यसो पार्न हौ, जान्दिनँ भाङ्रे। अब अलिक निको भयो। कस्तो चाहिँ तपाईँ चाहिँ? अनि खोइ के भयो यस्तै हो। अब जिउ यस्तै हुन्छ नि त। बुढी शरीर भयो, साह्रो छ। अनि त्यो के भन्छ नि, त्यो के अरे त्यो अघि मैले म्याक्सी भने नि। मेक्सी होइन हौ, मेस्सी। त्यसले जितेछ नि। जित्दै छ। त्यसले जित्दै छ। अर्को के अरे अन्डो के अरे रोनाल्डो। ए रोनाल्डो कि म त भन्न जान्दै अन्डो मात्रै आउँछ। त्यो चाहिँ हारो हारेको होइन, त्यो नि राम्रै खेल्दैछ। राम्रै खेल्दैछ। ए अब भरे पनि हुन्छ।
भरे पनि हुन्छ। अन्त उनीहरूलाई दिउँसो खेल भन्दा के हुन्छ ऊ राति खेल्छन् अनि कहाँ टाइमिङ मिल्नु पर्यो नि त। ए के अरे अनि भरे पनि खेल्छन् त्यो खेल्छन् भरे पनि खेल्छन् कि। अँ। तपाईँ बेसी सुर्ता नगर्नु, तपाईँ एकछिन आराम गर्दै गर्नु, म खाना पकाउँछु। ल त्यो चौसुरहरू पनि खोज ल ल यो पानी ल यहाँ हो त्यहाँ त्यो गैला र साइलाकामा थियो कि ले ल त्यहाँ हुन्छ, म ल्याएर भरे बनाइदिन्छु। ल ल ल ल यहाँ हो दुख्छ चन्द्रले बाले हेर्न दिन्छ नि के हो टिभी एकखेप माफी चाहिँ माग्नु पर्छ यसो रोनाल्डो भन्नेले खेलेको हेर्न पाए हुन्थ्यो भनेर हिँडेको खै त हौ। खेला त राम्रै हुँदै होला खेला त के छ नि ढोकरे अनि कता हिँड्नु भयो अनि मिजु? होइन म त त्यसै कामै नभएर चाहिँ यसो तपाईँहरूकोतिर घुम्दै निस्केको। ए हो र काम छैन? कामै छैन। हामीलाई पनि त्यो अहिले फुटबल हुँदैछ नि फिफा भन्छ नि फिफा गोली हो त्यो अब चन्दने बाका मात्रै टिभी छ अस्ति चोरेर लगेको नि बुढाले फर्काएर ल्याइहाले अनि हेरेर जाउँ भनेर दुई भाइ लागेको मिजु पनि जाउँ हो काम छैन भने गएर हेर्नुपर्छ हौ फुटबल। बुढाले सोध्यो हुँदैन फकाउनु अब गल्ती भइगयो भन्नुपर्छ के भन्नुहुन्छ कमलो बनका छन् कि बुढा हुन्छ बुढा मनकारी छन् मनकारी छन् मान्छन् होला जाउँ मिजु होइन बुढालाई चाहिँ फकाउनु पर्छ है ल। के ल्याइदिन्छु लड्डु सड्डु भन्नुपर्छ कि घर त आइपुग्यो त हौ बुढा सन्ची छैन। फेरि यो फुटबल भन्ने चाहिँ नि अहिले यहाँ दिन हुँदा उता रात हुन्छ अरे हो उता रात पर्दा यहाँ दिन हुन्छ अरे त्यस्तो रहेछ नि त त्यही कारण राति आएको रहेछ फुटबल। आइपुग्यो बुढाले धार खुस्काउने हो कि के नारायणम के गर्नु भएको? होइन हौ यहाँ लडे अलिकति चिप्पेर नानी सुतिरहेको थिएँ कि ए हजुर हजुर खोइ के हो के उस रहेछ है क्या हो यहाँ म त के कस्तो सन्चो बिसन्चो छ भनेर सोधौँ भनेर त्यो त सन्चो ठिकै छ के रहेछ उडुस रहेछ क्या ठस्स गनायो यहाँ ए भएछ त के खोज्न आयो चन्दन लाएर अब गुरुजी अस्ति गल्ती भइगयो टिभी सिभी चोरियो के तिमी गर्यो चौकी लिएर आऊ जाऊ बिउरो त छैन माग माग्न आएको गुरुजी अबदेखि जिन्दगीमा हामी सुध्रियौँ गल्ती भन्ने केही नगर्ने भनेर चाहिँ अब माग मागो अन्तिमचोटि गुरुजीको मन कमलो छ भनेर आएको अब मन त मेरो कति कमलो कमलो तिमीले अहिले गर्नु नि 200 सोह्र खेल त माफै मागिसक्यौ सुधार्ने त तिमीहरू सुध्रिने त कुरो आउँदैन कहिल्यै हजुर हजुर अनि अब के काम ल्यायो त अब अहिले अब त्यही त एउटा कुरो त माफ माग्न आएकै थियौँ हामी यसो नमस्कार गरौँ एकताल चाहिँ माफ गरिदिनु गुरुजी नमस्ते नमस्ते तिमीहरूको नमस्ते यस्तै हो अहिले गुरुजी अब अहिले त्यो भकुन्डो खेल्छन् नि हौ फुटबल गोली गोली त्यो यसको म्याक्सीहरूको हो त्यो चाहिँ अब गाउँभरिमा टिभी भनेको तपाईँ एक्लै चन्दने बाका मात्रै हो अब सात गाउँले मानेको चन्दने पण्डित अनि यसो फुटबल भनेदेखि सानैदेखि अब तपाईँ पनि खेल्ने मान्छे भनेको सुनेको थिएँ हो पहिला खेलेको अनि आएर चाहिँ यसो तपाईँकै घरमा बसेर हामी पनि मिलेर टिभी हेरौँ न त भनेर पो आएको त गुरुजी चोर्ने दाउ त होइन केही नगर्ने एउटा भन्छौ अस्ति म बोकेर लान्छु बनाइदिन्छु बा भनौँ लगेर आफ्नो घरमा गएर लुकाएछौ कसो कसो गरेर मिलाएर मैले खोसेर ल्याएर बनाएँ पुर्या भनेको नि मैले झुक्काएर लिएरै गएछ नि तिमीहरू यस्तो त छौ कि अनि मलाई सानो मन भाँचेर आउँछ क्या मन भाँचिन्छ हजुर अबदेखि त्यस्तो हुँदैन गुरुजी हुँदैन कसम कन्फर्म ल अबदेखि त्यसो भए हेर्नुपर्छ मैले पर राखेको टिभी पल्लो कोठामा त तिमीलाई त अहिले म हेर्न दिन्न हजुर अब अर्को पालि हेर्नुपर्छ अर्को पालि भने भरे बेलुका भरे बेलुका हुन्छ गुरुजी भरे बेलुका हामी सबैजना आउँछौँ है त भात खाएर आउनु यहाँ छैन तिमीलाई भात हुन्छ भात खाएर आउँछौँ भात खाएर आउनु ल ल हुन्छ गुरुजी त्यसो हामी जाऊ 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 म पनि अब एकछिन ढल्किन्छु यहाँ अलिकति ठोक्यो हो हुन्छ गुरुजी हस् जा तिमीहरू जा भरे बेलुका टुप्लुकै आइपुग्छ हुन्छ चन्दन लाएर हस् हस् हुन्छ ल नलडी जा नि तिमीहरू लड्छौ फेरि धन्न बुढा नानी हो है। अब मिजु भनेको त भयो त बुढा नानी बुढा नानी आज चाहिँ बदमास नगरी हेर्नुपर्छ। राति त 12:30 मा कसो पो आउँछ त 12:30 आएर कि तर बदमासी गर्नु हुँदैन आज हो बरु भोलि यसो गर अब गएर घरको के काम तपाईँ सक्नु तपाईँ यही बाटो जानु हामी आफ्नो घर जान्छौँ हुन्छ अनि चाहिँ काम सकेर भरे ल हुन्छ भरे भेटौँ हुन्छ ल गयौँ